मोक्तान र बहिनी चाँदवी राउतलाई। कार्यक्रमलाई बनाउनेछौँ हामी रमाइलो र यादगार, कार्यक्रमलाई बनाउनेछौँ हामी रमाइलो र यादगार। सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक नमस्कार, उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार। बाँकीको कार्यक्रम सञ्चालन गर्न कार्यक्रम सञ्चालिका मेरी प्यारी बहिनी चुकी र मेरी प्यारी दिदी दिप्ती दिदी यहाँ उपस्थित भइसकेका छौँ र अब हामी जिल्ला नगरी कार्यक्रमतर्फ लाग्छौँ। दिप्ती दिदी, आज हाम्रो यस कार्यक्रमका कहना रूपी दर्शक महानुभावहरूका लागि हामीले के कोसेली लिएर आएका छौँ त? घाम जस्ता बाबुहरू जुन जस्ता नानी, घाम जस्ता बाबुहरू जुन जस्ता नानी, अँधेरोमा बत्ती बन्नु पँधेरोमा पानी, अँधेरोमा बत्ती बन्नु पँधेरोमा पानी। वाह वाह वाह, कति राम्रो कविता वाचन गर्नुभएको। के अबको प्रस्तुति कविता वाचनको हो र? कविता वाचन त होइन, तर बालबालिकाको कुरा पनि सुन्नुपर्छ भन्ने विषय लिएर एउटा नाटक प्रस्तुत हुन गइरहेको छ। दर्शक महानुभावहरू, अब आएको छ एउटा आकर्षक नाटकको पाली, अब आएको छ एउटा आकर्षक नाटकको पाली। उहाँहरूका सम्मानका लागि बजाइदिनुहोस् जोरदार ताली। शान्ति, ओम शान्ति। हे, कति शान्ति शान्ति भनेर बोलाइसकेको हो र? मलाई एकछिन आनन्दले बस्न दिनु न। ए, यो नातिनी पनि मैले कहाँ तिमीलाई बोलाएको र? मैले त आफ्नो मन्त्र पो जप्या हो त नि। के आफ्नो मन्त्र फेर्नु कि मेरो नाम फेर्नु है हजुरआमा? खालि मलाई शान्ति शान्ति भनेर वाक्क दिक्क पार्ने होइन नि। त्यही पनि हजुरको शान्ति चाहिँ कहाँ छ? त्यही छैन र त मनको शान्तिका लागि भजन गाए कि नि। कति न भजन गाएर चाहिँ शान्ति आउने जस्तो। मलाई वाक्क दिक्क नपार्नु है फेरि। जेरी हे तेरिका, फेरि भनेको हजुरआमा त फेरि जेरी पो सुन्नु भएछ। मलाई इरिटेट नगर्ने, अब होमवर्क गर्न जान्छु म। नाति र नातिनी कोठामा गृहकार्य गर्न छोडेर मोबाइल चलाइरहेका हुन्छन्। त्यही बेला हजुरआमा पनि कोठामा पुग्नुहुन्छ। ए भगवान, यिनीहरू त फेरि मोबाइलमा झुमेछन् नि। ए नाति, के गर्दै बस्या? मल्टिटास्किङ ग्राममा पढ्दै अनि मोबाइल चलाउँदै। क्या हो त्यो मल्टिटास्किङ भने? दुईवटा काम एकैपल्ट गरेको क्या हजुरआमा? यस्तो पनि हुन्छ मल्टिटास्किङ? पहिला पहिला हाम्रो जमानामा भैँसी चराउँदै पढ्ने गर्थ्यौ, त्यो पो हो त मल्टिटास्किङ होइन। आजकलका बच्चा बच्चीलाई के भयो भने ए शान्तिले त मलाई शान्तिको सास पनि फेर्न नदिने भाइ। शान्तिको सास? मेरो सास तपाईँले फेरि पछि म कसरी बाँच्नु नि? जे भने पनि उल्टो उल्टो बुझ्छे बा। यिनीहरू त मेरो प्राणै खाने भयो नि। हामी हजुरको प्राण नखाले होला ग्रान्डमा। हजुरको प्राणभन्दा मिठो त हाम्रो पिजै छ नि, हामी पिजा खान्छौँ बस। यिनीहरूको बाआमाले पनि के सिकाए खालि पिज्जा बर्गर मोमो चाउमिन मात्र खान्छु भन्छन् बा। पहिला पहिला हाम्रो पालामा जस्तो दही चिउरा मकै भट मास त खानै नहुने जस्तो पो गर्छन्। हे, त्यस्तो पाखी कुरा नगर्ने हजुरआमा। हाम्रो त मुड पनि फास्ट, फुड पनि फास्ट। त्यस्तै पऱ्यो भने माथि पनि फास्टै होला नि। ओ नो, अलि सिरियस कुरा है ग्रान्डमा त। ल छाडिदियो अब यो कुरा। तिमीहरू सानै हुँदा तिमीहरूका बाआमाले छोडेर तिमीहरूलाई विदेश गएका धन मथेर होस्टेलमा बस्नु पर्यो होइन, यहाँ बस्न पाएका छौ। हजुर पनि हामी भएर त यहाँ बस्नु भएको नि, नत्र भने त उहिले वृद्धाश्रम पुगिसक्नुहुन्थ्यो। के भन्ने फेरि नारलाई? अब 9-10मा पढ्ने भइसक्यो, मैले के भनिराख्नु पर्छ? आफै बुझिहाल्छौ नि। हामीलाई त्यस्तो कुरा थाहा छैन है ग्रान्डमा। हामीले मागेको कुरा गरिदिने, अब भान्सामा गएर खाना पकाउने। तेरा युनो तै राख। नाति र नातिनीले हजुरआमालाई असाध्यै दुःख दिएर हजुरआमा विदेशमा रहेको आफ्नो छोरा र बुहारीलाई फोन गर्नुहुन्छ। आवाज राम्रो आएन त, लाउड भएन। तिमी जोडेर हेलो रिङ 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 रिङ। हेलो आमा। ए, यति राति किन फोन गर्नुभएको नि आमा? यहाँ त दिउँसै छ त बा। कहाँ दिउँसो हुनु नि? यहाँ त सुत्ने बेला भइसक्यो। ए, तँलाई यहीँ सब थोक छ भनेकै थिएँ। त्यो नखर मौलीको कुरा सुनेर विदेश गइहालिस्। यहीँ बस भनेको मानिनस्। तेरा छोराछोरीले मलाई वाक्क दिक्क लगाइसके। म त ठेक्नै नसक्ने भइसके। गृह कार्य पनि गर्दैनन्, समय भनेको कुरा पनि मान्दैनन्। जतिखेरै त्यही मोबाइलमा झुमेर बस्छन्। अब तपाईँले त्यहाँ भन्नुहुन्छ, अब बुहारीले अर्कै भन्छ। अब के गर्ने? तपाईँको बुहारीसँग कुरा गरेर हेर्छु म। ल
ल खै तै जेसुकै गर है बा सुशीला ए सुशीला होइन के भयो किन कराएको के हुन बाँकी छ र कस्तो के हुन बाँकी छ तिम्रो आमाको गन्थन मन्थन त होला नि के रे मुखसुक च्यादिन्छु त्यहाँ अहिले कसको मुख च्यातिन्छ त थाहा हुन्छ तिमीलाई त्यस्तो भनेको होइन कि सुशीला उता छोराछोरी बिग्रेर हैरानी छ अरे आमालाई नि टेन्सन छ अरे फर्किनुपर्छ हामी जाउँ सबले देश छाडेर विदेश आइसके तिमीलाई चाहिँ के गरेर जानु पर्यो त्यो खाली देश जान्न म त होस्टेल हाल्छौ न तिनीहरूलाई यही समयमा सुशीलाकी साथी निर्जला आइपुग्छे होइन ए निर्जला के को चर्का चर्की हो यो यस्तो के को हुनु नि यहाँ छ नि हाम्रा हनुमान छोराछोरीको देश भविष्य बिग्रेर अब देश फर्किनु पर्यो रे ए जब यसो कुराको समाधान त एआईले गरिहाल्छ नि पख म एआईले सोध्छु बसेर कुरा गरौँ न दृश्य 2 एआईसँगको कुराकानी एआई हजुर भन्नुहोस् एआई अहिले हामी विदेशमा छौँ आफ्नै देशमा हुँदा पनि छोराछोरीसँग राम्रोसँग समय बिताउन पाएनौँ बोल्दा पनि झर्केरै बोल्यो अहिले हाम्रा छोराछोरी न त हाम्रा कुरा सुन्छन् न त भनेकै मान्छन् बोल्दा पनि मन परी बोल्छन् यस्तो समस्याको समाधान कसरी गर्ने होला त धन्यवाद प्रश्नको लागि तपाईँले राम्रो प्रश्न सोध्नुभयो के तपाईँ ध्यान दिएर मेरो कुरा सुन्न चाहनुहुन्छ भन्नुहोस् न हजुर यसको कारण एउटै होइन समय बदलिएको छ तर अपेक्षा उही छ हाम्रा छोराछोरीहरू हाम्रो कुरा सुन्न चाहँदैनन् भन्ने होइन उनीहरू पहिले आफ्नो कुरा सुनिदेऊन् भन्ने चाहन्छन् हजुरहरू आदेशको भाषा बोल्नुहुन्छ उनीहरू संवादको भाषा खोजिरहेका हुन्छन् हजुरहरू अनुभवबाट बोल्नुहुन्छ उनीहरू भावना खोजिरहेका हुन्छन् हजुरहरूलाई मन परी बोलेको जस्तो लाग्छ तर त्यो विद्रोह होइन अभिव्यक्ति हो के को अभिव्यक्ति नि हामीसँग कुरै मिल्दैन कुरा नमिल्नुको कारण उनीहरू खराब हुनु होइन हामीले प्रयोग गर्ने शब्द र तरिका नमिल्नु हो हजुरहरू दिनभरि कामको सिलसिलामा बाहिर व्यस्त हुनुहुन्छ र यस कारण पनि बालबालिकालाई आफ्नो अभिभावकसँग पर्याप्त समय मिल्दैन तिमीले भनेको कुरा त सही हो अब यसको लागि के गर्ने नि अभिभावकले हरेक दिन आफ्नो छोराछोरीका निमित्त निश्चित समय निर्धारण गर्नुपर्छ र त्यस समयमा पनि प्रभावकारी कुराकानी गर्न जरुरी छ हजुरहरू आफू नभएको समयमा छोराछोरीलाई सृजनात्मक क्रियाकलापमा व्यस्त गराएर उनीहरूको समय पनि फलदायी पार्नुपर्छ साथसाथै उनीहरूलाई पारिवारिक सिलसिलामा सहभागी गराएर उनीहरूलाई जिम्मेवारी बोध पनि पार्नुपर्छ अनि आफ्नो व्यस्तताको कारण बुझाएर उनीहरूलाई सचेत पनि पार्नुपर्छ अब के गर्ने होला त हामीले मैले जाने जति बताइसकेँ अब जे गर्नुपर्छ तपाईँ आफै गर्नुपर्छ हेर यो एआईबाट नि थोरै समाधानका कुरा त आइसक्यो अब हाम्रो समस्याको जड सबै निकालेर फाल्नु छ भने हाम्रो उपस्थितिको आवश्यक पर्दछ मेरो पनि समस्या त्यही हो जाउँ न त आफ्नै देश फर्क्यौँ मैले भने होइन त सुशीला देख्यौ तिम्रो साथीले के भन्यो अब हामी फर्किनुपर्छ हुन्छ अब जाउँ न त छोरा बुहारी र निर्जला सबैजना सँगै स्वदेश फर्कन्छन् 2 दिनपछि मात्र उनीहरू नेपाल पुग्छन् आमा ए आमा होइन को बा ए आमा हामी दर्शन बा के माने भएस खबरै नगरी आएछौ त अब छोराछोरी बिग्रिने खबर सुनेपछि आइहाल्नु परेन अनि खोइ त छोराछोरीहरू ए एकै थिए कता गए नाति र नातिनी कोठामा आउँछन् ओ जान यस्तो सरप्राइज दिदिएको आमामा हो कि क्या हो बामा आएका छन् ढोकर्नु पर्दैन ढोकर हामी नयाँ पुस्ता हो कि हजुरआमा ढोक होइन हक गरिन्छ
चुप लाग छाडा बोल्छौ यो ग्रान्डमा नि कस्तो ओल्ड जेन क्या हो भनेको अँगाला हान्नु कस्तो नबुझ्दैन यिनीहरूको कुरा बुझिसक्नु छैन गृह कार्य गर्नु छ भने हैन जाऊ खुरुक्क ह्याँ जहिले पनि गृह कार्य ह्याँ छ देख्यौ त छोराछोरीको ताल बुवाको काखको जस्तो न्यानो कुन लुगाले दिन्छ यत्तिकै हो छोराछोरी बिग्रिने भनेको हो आमा हामीले बुझ्यौ एउटा बालक बिग्रिनु भनेको उसको भविष्य बिग्रिनु मात्र होइन परिवारको सपना समाजको आशा र देशको एउटा सम्भावना सकिनु रहेछ अब यसरी बसेर मात्र हुँदैन जुन म एकजना बाल मनोवैज्ञानिकलाई चिन्छु उहाँसँग सल्लाह गरेर हेरौँ जाऊ न त नाति नातिलाई नै लिएर जाउँ न त अब त्यसै भएपछि सबैजना बाल मनोवैज्ञानिक कहाँ जाँदै गर्दा बाटोमा निर्जलालाई पनि भेट्छन् र सबैजना बाल मनोवैज्ञानिक कहाँ जान्छन् त्यहाँ एउटा बाल मनोवैज्ञानिक र बालिका बीच संवाद भइरहेको हुन्छ तिमी कसरी यस्ती भयो नानी आमा बुबा हुँदा हुँदै पनि टुहुरी हुन पुगेकी बालिका हो म 6-7 वर्षको उमेरदेखि नै एउटा बन्द कोठामा हुर्किए एक्लोपनमा बाँधिएकी छु कसैले प्रेम दिए पो प्रेम सिक्थे कसैको सद्भाव पाए पो साथ पाए पो सद्भाव सिक्थे तिमीमा कस्तो असर पर्यो नानी के भन्नु र अहिले त म रिस राग अहंकार अत्याचार बेविचार भएकी छु अहिले त मैले ठुला मानिसलाई छिनमै ठुला मानिस बनाइदिन सक्छु अरू के गर्न सक्छौ म त मान्छेले मान्छेलाई नचिन्ने बनाइदिन सक्छु म त मान्छेको मनमा बस्ने भाइरस बनेकी छु तिमीमा यस्तो भाइरस संक्रमण कसरी भयो मैले भनिसके न त मलाई कसैले प्रेम दियो न त करुणा त्यसैले ममा यस्तो भाइरस संक्रमण भयो देखिने नदेखिने मैले सबै दाग देखे देखिने नदेखिने मैले सबै दाग देखे सबैको आफ्नै अहंकार र भाव देखे देख्न बाँकी के रह्यो लेख्न बाँकी रह्यो र के जब मैले मान्छे भित्रै मान्छेकै अभाव देखे तपाईहरुलाई के लाग्छ यी नानीको मनमा यस्तो भाइरसको संक्रमण कसरी भयो होला एकचोटि आफै सोच्नुहोस् न के तपाईले आफ्नो छोराछोरीसँग प्रशस्त समय बिताउनु भएको छ उहाँहरूलाई प्रेम गर्न सिकाउनु भएको छ संस्कार सिकाउनु भएको छ उहाँहरूको कुरा सुन्नु भएको छ के तपाईका ससाना छोराछोरी तपाईको काखमा खेल्न र निदाउन पाएका छन् आफै सोच्नुहोस् न यो पृथ्वी भन्दा ठुलो आमाको काखमा बस्न नपाउनु र आकाश भन्दा फराकिला बाबाको हात समात्दै हिँड्न नपाउनु भन्दा ठुलो पीडा के नै हुन्छ र ओहो हजुरले त मेरो मनकै कुरा गर्नुभयो असन्तुष्टि हामी बालबालिकासँग पनि हुन्छन् हाम्रा कुरा कसैले सुन्न नचाहेपछि हामी गलत क्रियाकलापबाट भए पनि सुनाउन चाहन्छौँ तर हाम्रो भावना कसैले बुझ्दैनन् हामीलाई गलत मात्र देख्छन् तिमीले ठीक भन्यौ नानी तपाईहरुले प्रेम माया संस्कार सद्भाव हामी ठुला मानिसबाटै सिक्ने हो तर के तपाई अब यसरी बिग्रेर हिँड्न चाहनुहुन्छ होइन म सुधिन चाहन्छु बुझ्नुभयो ड्याडी मम्मी तपाईहरुले खाली हामीलाई दोषी मात्र देख्नुभयो तर त्यो दोषको बिउ कसले रोपेको रहेछ त सुन्नुहोस् सबै आमा बुवाहरू यहाँ सबैको सपना लाखमा छ तर हामी छोराछोरीको सपना तपाईहरुको काखमा छ तपाईहरुले किनिदिएका हरेक महँगा सामग्रीहरू हाम्रो हातमा छन् तर हाम्रो खुसी तपाईहरुको साथमा छ अरू त के कुरा भयो र हाम्रो निद्रा पनि तपाईहरुले सुनाउने कथामा छ संसारमा सबैभन्दा भाग्यमानी बालबालिका त ती हुन् जो आफ्नो आमा बुवासँग मोबाइलको स्क्रिनमा होइन आँखामा आँखा जुदाएर कुराकानी गर्ने समय पाउँछन् हुन त तिमीहरूकै लागि भनेर रात दिन खटेका थियौ तर व्यस्तताको बहानामा तिमीहरूको चाहना बुझ्न सकेका रहेनछौ छोरी अब त यहाँ उपस्थित सबैले बुझ्नुभयो होला अभिभावकको माया र प्रेम नै बालबालिकाको लागि उनीहरूको उज्जवल भविष्य निर्माणको आधार हो उहाँहरूको साथ र सुरक्षा नै बालबालिकाको असल व्यवहार निर्माणको आधार हो मनोवैज्ञानिक ज्यू तपाईँले सही भन्नुभयो संसारमा हरेक कुरा बनाउने कल कारखानाहरू छन् तर हामी मान्छेलाई मान्छे नै बनाउने भनेको दया माया प्रेम र सद्भावले नै रहेछ यस्ता गुणहरू त हामीले सानै हुँदा पो सिकाउनु पर्दो रहेछ त्यसैले कलिला बालबालिकाको उच्च शिक्षा दीक्षा र असल व्यवहार निर्माण हामी सबैको दायित्व हो आजका बालक भोलिका चालक बालबालिकाको असल व्यवहार निर्माणमा लागौँ शिक्षक र अभिभावक बालबालिकाको असल व्यवहार निर्माणमा लागौँ शिक्षक र अभिभावक धन्यवाद